बिक्की भने भनिरहेका हुन्छन्, बा शक्तिको मनोबल यति पनि गिरेको रहेनछ, रामै हाम्रो लागि झन् भारी बन्न सक्छ भनिरहेका हुन्छन्। गाउँलेहरूलाई हात लगाएर हामीले गल्ती त गरेन भनिरहेका हुन्छन्। पहिला बिहे गरेर मात्रै हात हालेको भए हुन्थ्यो, मेरो मुनासँग अब बिहे हुन दिँदैन भन्दै बाबुसँग गुनासो गरिरहेका हुन्छन्। तर शक्तिलाई छोराको बिहेभन्दा पनि गाउँले र रामलाई मार्ने मुख्य उद्देश्य थियो। पहिला रामे र गाउँलेलाई तलाउनुपर्छ, बिहे भन्ने कुरा त भोलि पर्सि अर्कै केटीसँग गर्दा पनि भइहाल्यो नि भनिरहेका हुन्छन् दर्शकबिन। तर शक्तिको छोरा बिक्की भने त्यसो भनेर हुँदैन, मैले मुनाको लागि भनेर 10 वर्ष तपस्या गरेको छु, म त मुनासँगै बिहे गर्ने हो, मुना बिना बाँच्नै नसक्ने स्थितिमा पुगेको छु भनिरहेका हुन्छन् दर्शकबिन। छोराको कुरा सुनेर शक्ति भने एकदमै अचम्म पर्छन् अनि फेरि भन्छन्, त चिन्ता नमान छोरा, मैले तोकेकै समयमा तेरो बिहे मुनासँग गराइदिन्छु भन्छन् दर्शकबिन। बिहे हुन त अझै 4-5 दिन बाँकी छ, यो समय त राम र गाउँलेहरूलाई कसरी सक्ने भन्ने पट्टि सदुपयोग गर्नुपर्छ, यो राम र गाउँलेलाई जलाएर मार्नुपर्छ भनिरहेका हुन्छन्। यतिकैमा सुर्ती र सिर्जना भने आपत दौडिँदै शक्ति भएको ठाउँमा आउँछन् अनि भनिरहेका हुन्छन्, हिजो हामीबाट ठुलो गल्ती भयो, हामीलाई शक्तिजी माफ दिनुहोस् भन्दै 2 हात जोडेर भुइँमा घुँडा टेकेर माफ मागिरहेका हुन्छन्। रामले सोच्दै नसोचेको गरिदियो, रामले योजना पनि बदलिदियो, म रामलाई भुलाउन बसेको त मलाई उल्टै अल्मलाइदियो अनि भित्र थुनेर बाहिरबाट ताला लगाइदियो, त्यसैले तपाईँले भने जस्तो गर्न सकिनँ भनिरहेका हुन्छन् दर्शकबिन। रामले भने गाउँलेलाई नै थाहा नहुने गरी गोप्य योजना बनाएका हुन्छन्। शक्तिले भनिरहेका हुन्छन्, ल ठिक छ, त्यसो भए हिजो त हाम्रो आँखामा त्यसले छारो हाल्यो, अबदेखि यस्तो हुनु हुँदैन, यस्तो हुनु नपरोस् भन्दै थर्काउँछन्। ताजा खबरहरू के छ त मलाई भन भन्छन् शक्तिले। उता सुर्तीले पनि भन्छन्, भरै गाउँले सबैलाई घरमा बोलाएर कहाँ बस्ने, कहाँ के गर्ने भन्ने सल्लाह गर्न खोजिरहेका छन्, भरे बेलुका भन्छन्। त्यो सुनेर शक्ति भने एकदमै मक्ख अनि छक्क परिरहेका हुन्छन् दर्शकबिन। आजबाट गाउँले र राम भने एकै ठाउँमा बस्ने भएको छ, त्यो राम र गाउँलेको छलफलमा हामी बस्यो भने चाहिँ सबै थाहा हुन्छ भनिरहेका हुन्छन् दर्शकबिन। थाहा भएपछि म हजुरलाई जानकारी गराउँछु है शक्तिजी भनिरहेका हुन्छन्। तिमीहरू छलफलमा बस्न छोडेर यहाँ किन आएको त भन्दै शक्तिले थर्काउँछन् सुर्ती र सिर्जनालाई। सुर्ती र सिर्जना भने आफ्नै कामतिर लाग्छ दर्शकबिन। 217 भागमा भने गाउँलेहरूले गाउँ छोड्न लागिसकेका थिए, तर गाउँ भने छोडेका रहेनछ दर्शकबिन। अन्तिममा त सबैजना रामको घरमा आइसकेका हुन्छन्। सुरुमा त एकदमै रिसाए जस्तो हुन्छन्, तर रिसाएको भने हुँदैन रहेछ। रामलाई साथ दिन भनेर आएका रहेछन्। गाउँलेहरूको भने बल्ल बुद्धि पलाएको छ दर्शकबिन। गाउँलेहरूले भनिरहेका छन्, राम भाइ, अब भने हामीले पनि गाउँ नछोड्ने निर्णय गरौँ, तिम्रो आँट र हिम्मतले गर्दा हाम्रो पाइला अघि बढ्न सकेन, अब बाँचे पनि रामसँगै मरे पनि रामसँगै मर्ने भएका छन् दर्शकबिन। कायर भएर भाग्नुभन्दा पनि गाउँलेहरू बहादुर भएर मर्न तयार भएका छन्। शक्तिको साम्राज्य ध्वस्त बनाउनको लागि गाउँलेले ज्यान दिन पनि ज्यान लिन पनि तयार भएका छन् दर्शकबिन। तिमी जस्तै निडर हुन्छौ र झुक्दैनौ पनि भनिरहेका हुन्छन्। जस्तो सुकै परिस्थिति आए पनि हामी तिमीलाई साथ दिनेछौँ भनिरहेका हुन्छन् दर्शकबिन। अहिले त्यो शक्तिको साम्राज्य ध्वस्त बनाउनुपर्छ, आज नै यो लडाइँको अन्त्य गर्नुपर्छ, तिमी अगाडि लाग, हामी तिम्रो पछि पछि लाग्नेछौँ भनिरहेका हुन्छन् दर्शकबिन। मरेका चेलीहरूको लागि भयो नि एक बदला लिनुपर्छ, आज रगतको होली खेल्नुपर्छ, रगतको खोलो बगाउनुपर्छ। सबै घटनाको जिम्मेवारी रमेशले म लिन्छु, बरु म जेल पस्न पनि तयार छु, तर कसैलाई पनि त्यसै छोड्नु हुँदैन, तिमी अगाडि बढ गाउँलेले भनेर भन्छन् दर्शकबिन। रामले भने तातो रिस गरेर हुन्न, रगतको खोला बगाउनु मात्र ठुलो कुरा होइन, हामी जस्तो बुझ्ने मान्छेले नि हिंसाको बाटो रोजियो भने त्यो शक्ति र हामी बिचमा के नै फरक रहन्छ र। हामीले रगतको बदला रगत सोच्नुहुन्न, यदि हामीले रगतको बदला रगतै लियो भने यो लडाइँले पुस्तौँ पछिसम्म पनि रगत नै माग्नेछ। अपराधीलाई मार्नु ठुलो कुरा होइन, अपराधीको अपराधिक मानसिकलाई मार्नु ठुलो कुरा हो भनिरहेका हुन्छन् रामले दर्शकबिन। अब हामीले योजना बनाएर शक्तिको मनोबल गिराउनुपर्छ, त्यसपछि फेरि कानुनी बाटो रोजेर त्यसलाई जेलको हावा खुवाउनुपर्छ। योपल्ट त्यसलाई जन्मकैद सजाय भोग्ने गरी जेल हाल्नुपर्छ। त्यसको एक योजना पत्ता लगाएर त्यसलाई असफल बनाउनुपर्छ। हामीले हिंसाको बाटो चाहिँ रोज्नु हुँदैन,
अब यस्तो खेल खेल्नुपर्छ, शक्तिलाई चारैपट्टिबाट बन्धनमा बाँध्नुपर्छ, तर रगतको खोला बगाउनुपट्टि चाहिँ कहिले पनि लाग्नुहुन्न, त्यसो गर्नु पाप हो भनेर भन्छन्। एकदमै रामले भने ठिक कुरा गरिरहेका हुन्छन् दर्शकबिन। उता दुर्गा आमाले भने मुनालाई नयाँ साडी ल्याइदिएर यो साडी लगा, बिक्कीले ल्याइदिएको हो, यसको मूल्य 10,000 पर्छ भनिरहेका हुन्छन् दर्शकबिन। तर मुना भने म यो साडी मरिगए लाउँदिनँ, बरु धोती चोली लगाउँछु, रामले दिएको 1500 को धोती चोली लगाउँछु, यो भन्दा 100 गुणा प्यारो छ भन्छन्। यो सुनेर दुर्गा आमा भने एकदमै रिसाउँछन् दर्शकबिन, अनि भन्छन् तेरो रामे तँलाई लिन आउँछ भनेर सपना नदेख, तेरो रामे मेरो खुट्टा र शक्तिको घुँडा टेक्न माफी माग्न आउँछ भनेर भन्छन् दर्शकबिन। उता राम भने शक्तिलाई कसरी फसाउन सकिन्छ भनेर सोच्दै बाघचल खेलिरहेका हुन्छन्। 10-15 मिनट सोचेर बल्ल शक्तिलाई फसाउने आइडिया निस्किन्छ। जङ्गलमा एउटै बाख्रा नभएपछि बाघले कसरी शिकार गर्छ? अब भने खेल परिवर्तन हुन्छ। बाघ शिकारको लागि तडपिँदै बाघ थाक्छ र त्यसपछि गोठालोले बाघलाई नै शिकार गर्छ। यो खेलमा शक्ति बाघ हो भने गाउँले बाख्रा हुन्, अनि म चाहिँ त्यही गोठाले हो भनिरहेका हुन्छन् रामले दर्शकबिन। अब भने रामको असली खेल सुरु हुने भएको छ दर्शकबिन। त्यसपछि राम र गाउँलेहरू कहाँ बस्ने, कसो बस्ने भनेर सल्लाह हुन्छ। गाउँलेहरूले भने तिम्रै घरमा बस्नुपर्छ, तिम्रै घरमा खानुपर्छ र यही घरभित्र सुत्नुपर्छ सँगै भनिरहेका हुन्छन्। तर राम भने एकदमै चलाक थिए, किनकि सबै कुरा सुर्ती र सिर्जनाले शक्तिलाई सुनाउँछ भनेर थाहा थियो रामलाई। रामले भने यो घरभित्र बस्नु हुँदैन, हामीले सुरक्षित ठाउँ खोज्नुपर्छ, हाम्रो लागि सुरक्षित ठाउँ भनेकै त्यो छाप्रो हो भन्दै हातले देखाउँछन् दर्शकबिन। हामी त्यहाँ बस्यौँ भने कसैलाई थाहा पनि हुँदैन, शक्तिले पनि देख्दैन, हामीलाई सजिलो हुन्छ भनिरहेका हुन्छन्। त्यो देखेर गाउँले भने एकदमै अचम्म पर्छ दर्शकबिन। किन अचम्म पर्छन् भने त्यो छाप्रो भने एकदमै असुरक्षित ठाउँ हो, त्यहाँ आगो लगायो भने मजाले लाग्न सक्थ्यो। उता सुर्ती र सिर्जना भने एकदमै खुसी भइरहेका हुन्छन्, मक्ख परिरहेका हुन्छन्, किनकि अब रामलाई गाउँलेहरूलाई मार्न सजिलो हुने भयो अनि शक्तिलाई शुभ खबर सुनाउन पाइयो भनेर रमाइरहेका हुन्छन्। रामको प्लान थाहा पाए भनेर खुसी भइरहेका हुन्छन् दर्शकबिन। राम भने हाँस्दै खुसी हुँदै गाउँतिर लाग्छन्। गाउँलेहरू पनि आफ्नो घरमा जान्छन्। उता सुर्ती र सिर्जना भने रामे तेरो गाउँलेहरूसँग त्यही छाप्रोमा मृत्यु हुन्छ भन्दै एकदमै खुसी भएर हाँसिरहेका हुन्छन्। उता शक्ति भने एकदमै छटपटिरहेका थिए। सुर्ती र सिर्जनाले के खबर ल्याउँछ कि ल्याउँदैन भनेर त्यति बेला भइसक्यो, किन आएन भनेर सोचिरहेका हुन्छन् दर्शकबिन। त्यति भन्दै सुर्ती र सिर्जना भने हाँस्दै आइरहेका हुन्छन्। अनि शक्तिले सोध्छन् रामेको योजना पत्ता लाग्यो त भनेर। सुर्ती र सिर्जनाले भने पत्ता मात्रै होइन शक्तिजी, एकदमै हामीलाई सजिलो पनि भयो, रामेले सबै गाउँलेलाई त्यो टहरामा राख्ने रे भनेर सुनाउँछन्। त्यो सुनेर शक्ति भने एकदमै खुसी हुन्छन्, किनकि उसको प्लान सफल हुन लागेको थियो। रामे र गाउँलेलाई भरै राति बेलुका झुपडीमा जलाएर मार्नुपर्छ, त्यसपछि हामी सबैलाई आनन्द हुन्छ भन्छन् दर्शकबिन। शक्ति भने छाप्रोमा बसेछ, झनै हामीलाई सजिलो भयो भन्छन्। सुर्ती र सिर्जना आफ्नै घरतिर लाग्छन्। रात पनि पर्छ। सबै गाउँलेहरू भने रामको घरमा आइसकेका हुन्छन् बास बस्नलाई। उता सुर्ती र सिर्जना भने हामी त जाँदैनौँ, तिमीहरू नै जाऊ भनेर घुर्की लगाइरहेका हुन्छन्। गाउँलेहरूले भने हुँदैन भनिरहेका हुन्छन्। तर रामले भने यिनीहरू जेसुकै गरौँ, हामी चाहिँ जाउँ भन्छन्। उता सुर्ती र सिर्जनालाई भने हामी भित्र पस्छौँ, बाहिरबाट चाबी लगाइदेऊ भनेर रामले भन्छ। राम भने एकदमै चतुर थियो। रामहरू छाप्रोमा सुत्छन्। उता सिर्जना भने शक्तिलाई बोलाउन जान्छन्। सुर्ती भने राम र गाउँलेहरूलाई कुरिरहेका हुन्छन्। शक्ति र शक्तिका गुन्डाहरू सबैजना भेला हुन्छन्। भेला भइसकेपछि छाप्रोको वरिपरि पेट्रोल छर्किन्छन् दर्शकबिन। त्यसपछि शक्तिले भने आगो लगाइदिन्छ। उता गाउँले रामहरू भने अथा पोलो पोलो भन्दै कराइरहेका हुन्छन्, आवाज सुनिरहेका हुन्छन्। त्यो सुनेर शक्ति र शक्तिका गुन्डा सुर्ती र सिर्जना भने एकदमै रमाइरहेका हुन्छन्। के शक्तिले राम र गाउँलेहरूलाई जलाएकै हो त? के शक्तिको जित भएको हो त? के राम हारेकै हुन् त? मलाई लाग्छ राम र गाउँलेहरू हारेको छैन, यो त राम र गाउँलेहरूको एउटा खेल मात्रै हो। के लाग्छ दर्शकबिन कमेन्ट गर्नुहोला। राम र गाउँलेहरूलाई जलाउँदा कतिको दुखी हुनुभएको छ त्यो पनि भन्न नभुल्नुहोला।